तपाईहरुले यदि घर बनाउनु हुँदैछ भनेदेखि एउटा कुरा ख्याल राख्नुहोस्। सक्नुहुन्छ भनेदेखि तपाईहरुको घरको मेन डोर, मेन दैलो चाहिँ पूर्व ईशान या त उत्तर ईशानमा बनाउनुहोस्। दक्षिण पश्चिम पट्टि चाहिँ नबनाउनुहोस्। त्यतापट्टिको बनाएको छ भनेदेखि तपाईहरुको सुख समृद्धि बढेर जान्छ, मेन्टली पीस हुन्छ, शान्ति हुन्छ। र ईशानपट्टि हमेशा सफा राख्नुहोस्। घरको स्वास्थ्य पनि लाभ हुन्छ, रुपियाँ पैसा आउने बाटो पनि बनिँदै जान्छ, घरमा आपसमा प्रेम भइरहन्छ। त्यो चाहिँ देवताको स्थान हो भन्छ ईशान कोण। पूर्व ईशान र उत्तर ईशान चाहिँ एकदमै राम्रो, दुईटामा एउटा कुनै पनि ईशानमा तपाईले मेन डोर बनाउनुहोस्, त्यो राम्रो हो। यदि नयाँ घर कसैले बनाउनु हुँदैछ भनेदेखि, यदि पुरानै घर छ भनेदेखि पनि तपाईहरु सक्नुहुन्छ भने उतापट्टि मेन डोर बनाउनुहोस्, त्यो राम्रो हो।